YouTube account. You have No. YouTube channel. Just saving. Looks like someone that I have Yeah. met. Yesterday he was killing people. No? What's your name? Candy. Day 2. Yeah, everyone becomes so dark. Everyone na enjoying you. So let's start now. Please take your. It's already. Oh, yes, done is applied. Thank you, sister. Hold on, man. Good morning. It's a good morning, right? Good morning भन्छ नि हैन? भन्नुहुन्छ हैन तपाईहरुले? हैन? भन्नुहुन्छ? How are you all doing? तपाईहरु कस्तो हुनुहुन्छ? Did you all sleep well? राम्रोसँग सुत्नु भयो? Oh, someone said no. तपाईले सुतेन भनेर भन्दैछ है? हो? But please don't sleep here. तर राम्रोसँग नसुत्नुस्. है, राम्रोसँग नसुत्नुस्. Okay? Same deal. Like we should be able to understand the God who spoke that promise to us. त्यसैले त्यो प्रतिज्ञा जुन प्रतिज्ञा दिएको छ त्यो प्रतिज्ञालाई विश्वास गर्नुभन्दा अगाडि त्यो प्रतिज्ञा दियो भने परमेश्वरलाई हामीले विश्वास गर्न आवश्यक छ. Like today in our community, when someone we like so much, even if they say stupid things, we like and love. हाम्रो अहिलेको यो समुदायमा के चलन छ भने यदि कुनै हामीले एकदम माया गर्ने प्रेम गर्ने आदर गर्ने व्यक्ति छ उनीहरुले एकदम मूर्ख कुरा गर्यो भने पनि त्यो कुरालाई हामी विश्वास गर्छौं पत्याउँछौं. But when we don't like a person, तर यदि हामी कुनै व्यक्तिलाई मन पराउँदैनौं, no matter how good they speak, त्यो व्यक्तिले जतिसुकै राम्रो कुरा असल कुरा गरे तापनि we don't buy into what they are saying. तिनीले भनेको कुरालाई हामी मान्नै मन लाग्दैन. We don't believe in what they are saying. तिनीले भनेको कुरालाई हामी विश्वास गर्नै मन लाग्दैन. So before we trust the promise that came to this conference, त्यसकारण यो प्रतिज्ञा यो विश्वास यो वचन हामीले आफैको निम्ति लिनुभन्दा अगाडि we should be able to understand why God spoke this promise to us this conference. प्रभुले यो शिविरमा हामीलाई यो प्रतिज्ञा किन दिँदै हुनुहुन्छ त्यो कुरा जान्नुपर्छ. So for that we need to understand who God is for you and for me today. त्यसैले पहिले good father. उहाँ चाहिँ असल पिता हुनुहुन्छ. He is a good, absolutely good father. एकदम असल पिता हुनुहुन्छ. There is no mistake in anything that he does. उहाँले गर्ने कुनै कुरामा कुनै गल्ती छैन. Anything that he says. उहाँले बोल्ने कुनै कुरा पनि गल्ती छैन. Absolutely clear. सबै कुरा स्पष्ट छ, सफा छ. Amen. Amen. Are you excited to know this God? के तपाईहरु उत्साहित हुनुहुन्छ यो परमेश्वरलाई चिन्नको लागि? हालेलुया! हालेलुया! Let's look at what Hallelujah! Hallelujah! Oh, hallelujah! Hallelujah! Oh,
खिलाता है, पानी पे चलता है, भीड़ को खिलाता है, शैतान भी डरता है यीशु के नाम से, शैतान भी डरता है यीशु के नाम से। हाम्रो परमेश्वरले चाहिँ अरू मान्छेले बनाउने देख्नेको सानो मूर्तिको रूपमा त्यो मूर्ति जस्तो जस्तै हो भनेर नसोच्छौँ है त। He is all powerful God. हाम्रो परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। If He could speak this promised word to us today, यदि हाम्रो यो परमेश्वरले यो प्रतिज्ञा आजको यो थीमको प्रतिज्ञा चाहिँ हामी चाहिँ बोल्न सक्नुहुन्छ भने He is not simply speaking. उहाँले त्यतिकै ल भनेर त्यतिकै बोल्नु भएको होइन। That is who He is. उहाँ त्यही परमेश्वर हुनुहुन्छ And that is what comes out of Him. र त्यही परमेश्वर हुनुको कारण उहाँको मुखबाट त्यही वचन निक्लेको हो। The Bible says He is not a man to lie. अनि बाइबलले भन्छ उहाँ चाहिँ मानिस हुनुहुन्न न, जसले झुटो बोल्दछ भनेर भनेको छ है त। He is not a human to change His word. उहाँ चाहिँ मानिस हुनुहुन्न जसले आफ्नो वचन परिवर्तन गर्नुहुन्छ। He could speak this promise because He is a powerful God. उहाँले यो प्रतिज्ञा बोल्न सक्नुहुन्छ किनभने उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। Sometimes we have this feeling, oh, God says many times like this, but never happened to me. कतिपटक हामीले त्यस्तो महसुस गरेको होला, ओहो प्रभुले धेरै कुरा बोल्नुहुन्छ तर पुरा गर्नु भएको छैन भने जस्तो महसुस गर्नुहुन्छ होला तपाईले। You know why we have that kind of feeling? त्यस खालको अनुभूति किन हुन्छ थाहा छ? We don't really completely understand this powerful God. किनकि यो साँचो जो शक्तिशाली परमेश्वर हुन्छ उहाँले हामीले साँचो रूपमा बुझेको हुँदैनौँ। He is completely in control. उहाँ सबै कुराको अधिकारमा छ, उहाँले सबै कुराको नियन्त्रण गर्नुहुन्छ। He is completely in control. That's why He carries the water in His hand. Run away from God. हाम्रो खुट्टा नभाँचिएसम्म हामी चाहिँ यता उता भागिरहन्छौँ। He is a good that measures the water. जुन हातले एकदम त्यो समुद्रको पानीहरूलाई नाप्नुहुन्छ, The same hand that measures the heavens and the earth. जुन हातले चाहिँ यो सारा आकाशलाई पृथ्वीलाई नाप्न सक्नुहुन्छ, With the same hand, He also carries the people to His arms. अनि त्यही हातले चाहिँ परमेश्वरले मानिसलाई आफ्नो अङ्गनामा लिन्छ। यो प्रतिज्ञाले चाहिँ हामीलाई अर्थ दिन्छ। Know this God personally for yourself. यो परमेश्वरलाई तपाईँले चिन्नुहोस्, बुझ्नुहोस्, व्यक्तिगत रूपमा जान्नुहोस्। He is a good father. उहाँ असल पिता He is a हुनुहुन्छ, good shepherd. उहाँ एउटा असल गोठालो हुनुहुन्छ। He is absolutely wise in His understanding. उहाँको समझमा उहाँको बुझाइमा पूर्ण रूपमा उहाँ एकदम जान्नुहुने परमेश्वर हुनुहुन्छ, बुद्धिमान प्रभु हुनुहुन्छ। He is infinitely wise. उहाँको बुझाइ चाहिँ असीमित छ। And that is the Father that we worship. अनि त्यही परमेश्वरलाई चाहिँ हामीले आराधना गरिरहेको छौँ। If you are the one, please come forward. Don't hesitate. यदि तपाईँ त्यस्तो हुनुहुन्छ भने अप्ठ्यारो नमान्नुहोस्, तपाईँ अगाडि आउनुहोस्। Don't ignore the anointing of the Lord. प्रभुको अभिषेकलाई तपाईँले हेला नगर्नुहोस्। God, as He anoints, He will also appoint you. यदि प्रभुले तपाईँलाई अभिषेक गर्नुहुन्छ, As He anoints, He will also appoint you. प्रभुले तपाईँलाई अभिषेक गर्नुहुन्छ, प्रभुले तपाईँलाई रोज्नु पनि हुन्छ, छान्नुहुन्छ, तपाईँलाई तोक्नु पनि हुन्छ। He will appoint you to go and do as how He wants you to do. बहिनीहरू अलि अगाडि आउनुहोस् न। तपाईँ अगाडि के गर्नुपर्छ, कहाँ जानुपर्छ भनेर प्रभुले तोकिदिनु पनि हुन्छ। Our team members are here and some of the ushers, the leaders of this organization, maybe you can come forward and just lay your hands on the people. Let's keep praying for them. यहाँ अगाडि आएको हाम्रो घोडा टेकेका हाम्रो साथीहरूको निम्ति हामी हाम्रो टिमका साथीहरू अथवा हाम्रो कमिटीका साथीहरू आएर प्रार्थनाका टोलीहरू आएर तपाईँले प्रार्थना गरिन सक्नुहुन्छ। As the soft music is played at the background, अनि बिस्तारै पछाडि म्युजिक बज्दै गरेर अरू हामी सबैजना आँखा बन्द गर्नेछौँ। God is on the move.
अनि प्रभु यहाँ हाम्रो माझमा हुनुहुन्छ। हामी सबजना आँखाहरू बन्द गर्नु, यताउता हेरेर नबस्नुहोस् तपाईँहरू। जतिजनाले सोच्नु भएको छ आफ्नो हृदयमा तपाईँले यदि प्रभुलाई अझै म चिन्न चाहन्छु ठिक तरिकाले भनेर सोच्नु भएको छ भने तपाईँले अगाडि आउन सक्नुहुन्छ। तर यदि तपाईँ आफ्नो ठाउँमा हुनुहुन्छ भने तपाईँ आँखा बन्द गर्नुहोस्, यताउता नहेर्नुहोस्। प्रभुको जुन मूल यहाँ छ त्यो मूललाई चाहिँ तपाईँले जान दिनुहोस्, तर एकअर्कालाई डिस्टर्ब नगर्नुहोस्। He is going to pour His Spirit upon us. प्रभुको आत्मा प्रभुले हाम्रो माझमा खन्याउनुहुन्छ। The fire that's going to refine us. अनि उहाँको आत्माले चाहिँ उहाँको आगोले चाहिँ हामीलाई पुनर्जीवित पार्छ, नयाँ गराउनुहुन्छ। The scripture says, consecrate yourself today and you will be able to see God tomorrow. अनि परमेश्वरको वचन भन्छ आफैलाई सफा गर, आफूलाई शुद्ध गर ताकि तिमीले प्रभुले देख्न सक। Before you experience the promise of God, परमेश्वरको प्रतिज्ञाले हामीले महसुस गर्नु, परमेश्वरको प्रतिज्ञाले हामीले अनुभव गर्नुभन्दा अगाडि first you experience the promise giver. परमेश्वर जसले हामीलाई प्रतिज्ञा दिनुभएको छ त्यो परमेश्वर हामीले चिनौँ। Then the promise will be make sense to you. अनि त्यस पछाडि उहाँको प्रतिज्ञा हाम्रो निम्ति अर्थवान हुन्छ The promise will come in full strength to you. र परमेश्वरको प्रतिज्ञा हामी प्रति पूर्ण शक्तिको रूपमा आउनुहुन्छ। Come on everybody, let's pray together. आउनुहोस् हामी सबैले हाम्रो आँखाहरू बन्द गरेर प्रार्थना गरौँ। Hallelujah, hallelujah, hallelujah. Lord, we want to thank you, O Lord God. हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ परमेश्वर। प्रभु हामी प्रार्थना गर्छौँ प्रभु तपाईँको चरणमा आएर प्रार्थना गर्छौँ प्रभु प्रत्येकलाई प्रभु तपाईँको आशिष दिनुहोस् प्रभु तपाईँले।
हालेलुया। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँलाई धन्यवाद किन तपाईँ हाम्रो असल पिता हुनुहुन्छ। हामीलाई प्रति गर्नुहुने परमेश्वरको तपाईँ हुनुहुन्छ।